नमस्कार, गुड मर्निङ धरान। आज म हाम्रो धरानको माथि भेटारको पाथी भारा मन्दिर आइपुगेको छु है। सबैले पाथी भारा माताको दर्शन गर्नु होला। ल हेर्नुहोस्, पाथी भारा माताको सबैले दर्शन गर्नु होला। सबैले भिडियो हेरेर सबजनाले दर्शन गर्नु होला। अब चिसो चिसो छ होइन। पाथी भारा माताको दर्शन गरेर अब धेरै दिन छैन, फिर्ती सवारी हुनु पनि हुनु पर्ला अब होइन। अब पारी जाने यहाँ के भन्छ फर्किने समय भयो। अब गुराँस फुलेको रहेछ है अलिअलि। माता पाथी भाराको दर्शन गराउँदैछु। गुराँस अलिअलि फुल्या रहेछ होइन, राम्रो देखिएन यहाँबाट तारजालीबाट। म देखाउँछु। अब फेरि हामी पल्लोपट्टि जान्छौँ। त्यहाँ के छ भन्दाखेरि शिव मन्दिर रहेछ, सेतो टिका लाउने शिव मन्दिर होइन। अब त्यहाँ जाने हामी। अहिले म ठ्याक्क यहाँ कहाँ आइपुगेको छु भन्दाखेरि हेर्नुहोस्, हेर्नुहोस् गुराँस भर्खर फुल्नु सुरु गरेर सकिन लागेछ। सबै टिपेर मान्छेले के खतम बनाइसकेछ। गुराँस यति राम्रो फुलेको छ। यो धनकुटा सुनसरी जोड्ने बाटो हो। माथि माथि भेटारदेखि अतिर होइन। आज म यता हाम्रो पाथी भारा मन्दिरको दर्शन गर्नु आएको छु होइन। पाथी भारा मन्दिरको दर्शन गर्नुहुने भक्तजनहरू धेरैजना हुनुहुन्छ। हामी यहाँ त्यही पाथी भारा मन्दिरमा होइन फोटो खिचिदिएको लाइन होइन। अब सबैजना यता खाजा घर होइन। अब हामी जाने ऊ माथि के अरे माथि भेटार साँगुरीगढी गाउँपालिका 6 भेटार शिव मन्दिर। त्यहाँ चाहिँ हाम्रो भित्रपट्टि भनेको सेतो टिका खरानीको टिका मात्रै चल्छ है। त्यहाँ रातो भन्ने चल्दैन। फेरि धर्म आफआफ्नो सबै धर्मलाई उयो गरेर ल अब फोटो खिच्नु हुने र आमा, मेरो आमा हुनुहुन्छ उहाँ चाहिँ। ल अब राखेँ, बाबा फेरि भेटौँ।